बुढाबुढी तिन धारा हिँडेको अवस्था। बवाल भएको अहिले
हामी फाइनली पुग्न लागिसक्यो दाइ यता फर्केर यो दिनु न भन्नु त अरू भनेको यस्तै हो झर्ना चाहिँ उहाँ रहेछ तुरुर निस्किरहेको भर कोही यता आइराख कोही यता कोही म चाहिँ यता ठाउँहरू चाहिँ यस्तो छ साथीहरू अगाडि पुगिसक्यो यहाँ रूपा श्रेष्ठ खोक्यो अगाडि छ साथीहरू चाहिँ अब हामी चाहिँ बिस्तारै लाग्दैछौँ अब कति छिटो हिँड्नुपर्ने हो क्या अब उकालो अलि ओह्रालो यस्तो छ तिनीहरू चाहिँ अब बिस्तारै हामी पुग्नेछौँ अब एकछिन अलिक बाटो नै बन्द छ भन्ने चाहिँ हल्ला आइसकेको छ अब हाम्रो चाहिँ सेकेन्ड टाइम हो तिनधारे झर्ना अब यसरी नै हिँड्ने हो उता अब फोटो खिच्दैछौँ मेरो त्यसले ल खिच ल ल सबैलाई एकैचोटि भ्लगमा हालिदिने टाढा राजु दाई सबै ल मिस सानु ल ल सबै ल टिकटक स्टार रहे हाम्रो दिदी यता चाहिँ यस्तो छ आम्बो बिउ त ल हेलो ल वेलकम छ हाम्रो ब्लगमा ल वेलकम छ तिनधारे झर्ना वेलकम छ कम दामी छ भ्यूहरू चाहिँ हामी चाहिँ आज आएको एकदम राइट समय चाहिँ भएको छ सो हामी एकदम ल हामी बसेको ठाउँ चाहिँ यही हो तिनधारे होमस्टे अब तपाईँहरूलाई चाहिन्छ भने चाहिँ नम्बर हामी कमेन्ट गर्नु हामी हालिदिन्छौँ ल हेर्नु ल भ्यू हाम्रो यहाँ चाहिँ अस्तिको पालिको भ्लगमा पनि भन्छ यहाँ पानी थियो अहिले चाहिँ पुरै भरेर पोखिरहेछ हाम्रो वान अफ द मोस्ट खुसी हुने चाहिँ यस्तो ठाउँमा आए चाहिँ हाम्रो राजदाई हो एकचोटि देखाइदिन्छौँ तपाईँलाई नि यो अल्सो भ्लग त्यो नाइस भ्यू नाइस ब्रो यो पुग्दैछौँ हामी तिनधारेको स्टेबल वनमा राख्नु नि स्टेबलमा हल्लिँदैन त्यहाँ चाहिँ आई लभ यु लेखिरहेको रहेछ हाम्रो रुप्पी म्यामलाई चाहिँ अब सरी रुप्पी म्यामलाई चाहिँ हिँड्नु लास्ट गाह्रो भइरहेछ अब हिँड्दैछ त्यही पनि ल्यान्ठ्याङ पाराले यो झर्नाको टुप्पो चाहिँ देखिसकेको छ त्यहाँ गाह्रो अब भन्ने कुरा के छ र यतिकै हो हामी घुम्न चाहिँ अब सबैलाई अब झर्ना इज कमिङ सुन न्यु
ल ल ल चस्मा लाउनै बिर्स्यो भने मैले थुक्क एकचोटि यसो यसो गर्नु त चस्मा नलाए पनि भ्लग गर्छ ल भुइँमा देखाए केटाहरू चाहिँ अगाडि छ पुगिसकेको छ अब तपाईँहरूलाई पनि देखाउने छु के बाटो उतै हो क्या यताबाट होइन अहिले हल्का त अहिले हेरौँला नि ल हामी पुग्न लागिसकेको छ है यो रेडी 1 2 ल छ मान्छे तल हुन्छ हामी चाहिँ पुग्न लागिसकेको छौँ त्यही हो झरना चाहिँ पहिला भन्दा चाहिँ राम्रो बनाएको छ बाटो यतातिर चाहिँ झरना जाने तिनधारी झर्ना जाने बाटो चाहिँ अब यसरी अब बाटो आयो गाइस आयो एकदम कठिन परिस्थिति छ बाटोमा चाहिँ है धेरै नै पानी परेर बगाएको छ बाटोहरू हाम्रो दाइ पहिला हामीबाट जोडेको थियो अहिले दाइ अहिले बाटो बनाइसकेको रहेछ अहिले पहिला चाहिँ गुरेको थियो जिगालाई नलाग्ने छ ल ओहो कस्तो तर्को काम हो यहाँ त है अब आउँदैछ हामी वेट ल गाइज हामी चाहिँ अब पुग्ने बेला भइसकेको छ होइन अब लगभग हामी तल झर्दैछौँ ओह्रालो अलिकति छ लगभग हामी पुग्छौँ राजदाई दौडिरहेको छ यस्तो छ हरियाली चाहिँ राम्रो छ एकदमै अब यो सरकारी पैसा उडा होला तर होइन अहिले आउँदाखेरि गाँठ तान्छ केटीहरू चाहिँ हिँड्नै नसक्दैछ यो बाटो बनाउनेहरूले चाहिँ के ख्याल गरिदिनु पर्यो भने अब यो पछिसम्म हुने तरिकाले चाहिँ बनाइदिनु पर्यो होइन राजदाई अब यो यसरी बनाएर अब केही वर्षपछि बिग्रिनु भन्दा बरु अलिकति पैसा खर्चै गरेर अलि राम्रो बनायो भने चाहिँ हुन्छ होला होइन तर हामीले बोलेर चाहिँ के नै हुने हो र है त्यही त अनि यहाँ तपाईँको यो सबैभन्दा महत्त्वपूर्ण एउटा शौचालयको छ शौचालय चाहिँ राम्रो तरिकाले व्यवस्थित हो शौचालय एउटा त्यहाँ अगाडि बाटोमा चाहिँ बनाएको छ त्यो चाहिँ एकदमै फोहोर भनौँ न अब लापरवाही भयो त्यहाँ चाहिँ सबले अब आयो लापरवाही गरेर पानी भएन अनि आउने मान्छेहरूले पनि तपाईँको सदुपयोग राम्रोसँग गरिदिनु होला यहाँ आउने जति पनि यहाँ आउने साथीहरू छ तिनीहरू चाहिँ अब सबैको सार्वजनिक शौचालयहरू चाहिँ त्यसमा चाहिँ राम्रोसँग ध्यान दिनु होला पानी नभयो भने नबस्दिनु होला शौचालय राम्रोसँग सदुपयोग गरिदिनु होला सबैभन्दा राम्रो चाहिँ एउटा शौचालय बनाइदियो भने एउटा धेरै राम्रो हुन्थ्यो यहाँ आउने मान्छेलाई अब किनभने सबभन्दा महत्त्वपूर्ण एउटा फोहोर व्यवस्थित गर्ने यहाँ डस्टबिन राखिदिनु पर्यो अनि यहाँ तपाईँको शौचालयको चाहिँ एकदमै खाँचो हुन्छ सबभन्दा पहिला अरूभन्दा पनि त्यसको लागि चाहिँ धेरै राम्रो यहाँ आउने जस्तो यहाँको अब वडा नम्बर कति पर्छ यो होइन यहाँको अब तपाईँको को चाहिँ हुनुहुन्छ यहाँ वडा अध्यक्ष अथवा यहाँको मेयरहरू ज्यूहरूले चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ यस्तो कुराहरूमा चाहिँ अब हामी आउने अब भन्नु चाहिँ के नै हो र अब यति नै हो अब हामीले भोगेको चाहिँ अब पहिला अब पुग्ने बेला भइसकेको छ होइन अब लगभग हामी तल झर्दैछौँ ओह्रालो अलिकति छ लगभग हामी पुग्छौँ राजदाई दौडिरहेको छ यस्तो छ हरियाली चाहिँ राम्रो छ एकदमै अब यो सरकारी पैसा उडा होला केही वर्षपछि बिग्रिनु भन्दा बरु अलिकति पैसा खर्चै गरेर
अलि राम्रो बनायो भने चाहिँ हुन्छ होला होइन तर हामीले बोलेर चाहिँ के नै हुने हो र है त्यही त अनि यहाँ तपाईँको यो यहाँ सबैभन्दा महत्त्वपूर्ण एउटा शौचालयको छ शौचालय चाहिँ राम्रो तरिकाले व्यवस्थित हो शौचालय एउटा त्यहाँ अगाडि बाटोमा चाहिँ बनाएको छ त्यो चाहिँ एकदमै फोहोर भनौँ न अब लापरवाही भयो त्यहाँ चाहिँ सबले अब आएर लापरवाही गरेर पानी भएन अनि आउने मान्छेहरूले पनि तपाईँको सही रुपियाँ राम्रोसँग गरिदिनु होला यहाँ आउने जति पनि यहाँ आउने साथीहरू छ तिनीहरू चाहिँ अब सबैको सार्वजनिक शौचालयहरू चाहिँ त्यसमा चाहिँ राम्रोसँग ध्यान दिनु होला पानी नभयो भने नबस्दिनु होला शौचालय राम्रोसँग सही रुपियाँ गरिदिनु होला सबैभन्दा राम्रो चाहिँ एउटा शौचालय बनाइदियो भने एउटा धेरै राम्रो हुन्थ्यो यहाँ आउने मान्छेलाई अब किनभने सबभन्दा महत्त्वपूर्ण एउटा फोहोर व्यवस्थित गर्ने यहाँ डस्टबिन राखिदिनु पर्यो अनि यहाँ तपाईँको शौचालयको चाहिँ एकदमै खाँचो हुन्छ सबभन्दा पहिला अरूभन्दा पनि त्यसको लागि चाहिँ धेरै धेरै राम्रो यहाँ आउने जस्तो यहाँको अब वडा नम्बर कति पर्छ यो होइन यहाँको अब तपाईँको कुन चाहिँ हुनुहुन्छ यहाँ वडा अध्यक्ष अथवा यहाँको मेयरज्यूहरूले चाहिँ एकदम ध्यान दिनुपर्ने हुन्छ यस्तो कुराहरूमा चाहिँ अब हामी आउने अब भन्नु चाहिँ के नै हो र अब यति नै हो अब हामीले भोगेको चाहिँ अब पहिलाभन्दा चाहिँ व्यवस्थित बनाउनु भएको छ त्यो चाहिँ धेरै धेरै राम्रो बाटोहरू अहिले पहिलाको भन्दा गोरेको बाटो थियो सानो अहिले आउँदाखेरि चाहिँ धेरै राम्रो बाटो बनाउनु भएको छ धेरै राम्रो यसको लागि राम्रो गर्दै जानु होला धेरै धेरै धन्यवाद छ योभन्दा राम्रै गरिदिनु होला ल धन्यवाद जय रवि जय अब आउने 84मा चाहिँ अब त्यही देश विकास गर्ने भने एउटा त्यही जय रवि दाई नै हो अरूभन्दा अरूको त त्यति आशै लाग्दैन बालेन पनि छ होला नि जसले बनायो राम्रो बालेन सर रवि सर अब त्यही हो हर्क हमाल गोपी अब सबै हर्क दाई गोपी हमाल दाईहरू सबै भनौँ न हाम्रो मेयरज्यूहरू सबै नयाँ पार्टीमा जोडिदिनु होला अब आउने विकास गर्ने बाटो भनेको आशा भरोसा लाग्दो भनेको हाम्रो अब त्यही नयाँ आउनेहरूसँग छ अब पुरानोहरूसँग कुनै आशा भन्दा त यिनीहरू त कहिले सकिएला कहिले मर्ला र कहिले यो देशमा चाहिँ सकिएला जस्तो महसुस गरेको छौँ हामीले चाहिँ यो पुराना पार्टीहरूसँग चाहिँ अब आउने चाहिँ आशा भनेको चाहिँ नयाँ पार्टीसँग हो त्यही पनि अब जनताले सबभन्दा पहिला बुझ्नुपर्ने चाहिँ 1 नम्बर चाहिँ हामी जनताले हो कसलाई चाहिँ भोट दिने कसरी चाहिँ देश विकासको बाटो कसरी हामी स्वतन्त्र भएर भोट दिनु होला कसैको गुलामी भएर भोट नगर्नु होला भोट दिने बेला भनेको हामीले सबभन्दा बुझ्नुपर्ने पैसा खानुमा ठुलो कुरा होइन भोट दिनु ठुलो कुरा हुन्छ हाम्रो सबभन्दा महत्त्वपूर्ण चाहिँ भोट त्यो महत्त्वपूर्ण भोटलाई चाहिँ हामीले सही सदुपयोग गरिदिनु पर्ने हुन्छ भोट नबेचौँ मासु भात खानमा केही फरक परेन त्यो हाम्रै पसिना उयो होइन यस्तो दुःख पसिना गरेको यस्तो दुःख गरेर पसिनाको सब पैसा हाम्रै पैसा हो जहाँ हाम्रै पैसा लगाइन्छ कुनै यो भनेको कुनै निजी आएर निजी व्यक्तिगत कमाएर व्यक्तिगत जग्गा जमिन जोडेर यो बेचेर यो विकास गर्ने होइन हाम्रै दुःख पसिनाले विकास गर्ने हो हर कसैले पनि कहीँबाट कमाएर देश विदेशबाट कमाएर ल्याएर यो विकास गरेको होइन यो हाम्रै दुःख पसिनाले कर तिरेको बाबत यो तपाईँको विकास गरेको हुन्छ त्यसमा हामीले धेरै ठुलो इस्यु मान्नु पर्ने पनि छैन तर यो गर्दाखेरि एकदम ध्यानपूर्वक दियोस् जसले धेरै राम्रो गर्नु भएको छ यहाँको यहाँको वडा अध्यक्ष जसले गर्दै राम्रो गर्नु भएको छ ल धन्यवाद राजु दाई तपाईँले केही कुराहरू चाहिँ राखिदिनु भयो तर भोलि आएर तपाईँलाई अब राष्ट्रवादी त्यस्तो भनेर चाहिँ अब केही केस लायो भने केही भन्नु चाहनुहुन्छ त्यसो हामीले गरेको राइट अब भएको कुरा गर्ने हो अब यस्तो कुरामा कसैले नराम्रो सोध्छ भने केही फरक पर्दैन अब मान्छेले त धरी टिका पनि त अनेक थरी गर्छ होइन अब के हुन्छ भने अब मान्छेले चाहिँ अब के भन्छ भने अब यो सरकार विरुद्ध गयो भने चाहिँ हामी जेल चलान गर्छौँ भन्ने कुरा गर्छ अब यसमा तपाईँ के भन्नुहुन्छ उसलाई चित्त बुझेन हालोस् न त 2-4 वर्ष जेलै हालोस् के गर्ने राम्रो काम गर्ने राम्रो बोल्ने मान्छेलाई त जेल हाल्यो सरकारको जे कुरा पनि सही गऱ्यो भने चाहिँ यो नराम्रो भयो यो राम्रो भयो भन्नु पनि नपाउनु त सही हो कुरा त बोल्न पाउने अधिकार पाउनै पर्छ यो कुरा अब हामी यो ठाउँमा चाहिँ शौचालय चाहिँ एकदम महत्त्वपूर्ण छ यहाँ जन्मे कसरी हुन्छ यो ठाउँमा शौचालय गर्न सक्यो भने राम्रो हुन्छ त्यसको लागि चाहिँ धेरै धेरै हेरिदिनु पर्ने हुन्छ नभए बोल्नै पाएन भने त लोकतन्त्रले चाहिँ के गर्नु सही हो शिक्षा पहिला भन्दा धेरै राम्रो व्यवस्थित गर्नु भएको छ यसको लागि धेरै धन्यवाद लोकतन्त्र चाहिँ छैन यो देशमा कति माथि छ अब यहाँ चाहिँ बाटो छ भने त्यो भर्खर हाले बनाउँदै रहेछ ल यहाँ के बनाउँदै रहेछ यस्तो छ के चाहिँ बनाउँदैछ ल यो चाहिँ के बनेको हो होइन यो चेन्जिङ रुम हो चेन्जिङ रुम रहेछ हो यस्तै तरिकाले शौचालय बनाइदियो हामी तिनीहरू झर्ना नि पुगिसकेका छौँ ल हेर्नु पहिला सुमी खेल्ने बनाएको रहेछ राम्रो ल ल खोइ त तिनीहरू अब तराईको बासिन्दाहरू चाहिँ अलिक ढिला हुँदो रहेछ हिँड्नलाई गाह्रो भएर आउँदैछन्